नमस्ते, म डाक्टर दिपेन्द्र कार्की, मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर। आज एउटा फेरि समसामयिक जनस्वास्थ्यको विषयमा कुराकानी गरौँ। अहिले हजुरहरूलाई थाहा नै छ, नेपालमा विशेष गरी काठमाडौँमा यो एयर पल्युसन, वातावरण असाध्यै धेरै पोल्युटेड भएको छ। हामीले दिउँसो पनि बादल लागेको जस्तो घामै देखिरहेको छैनौँ। 100-200 मिटरको डिस्टेन्समा पनि घरहरू नदेखिने, राम्रोसँग क्लियरली आकाश नदेखिने, वरिपरिको डाँडा त हामीले नदेखेको हप्तौँ भइसक्यो। यो चाहिँ काठमाडौँको वातावरण असाध्यै धेरै नै पोल्युटेड भएको छ। त्यसकारणले यो पोल्युसनको बेलामा असाध्यै धेरै पोल्युटेड भएको अवस्थामा हामी सबैलाई, हामी बालबच्चाहरू छौँ अथवा युवा युवतीहरू छौँ अथवा वृद्ध हुनुहुन्छ घरमा, सबैजनालाई चाहिँ यो वातावरण पोल्युटेड इन्भाइरोमेन्टले गर्दाखेरि चाहिँ शरीरमा, आफ्नो स्वास्थ्यमा एकदमै धेरै नकारात्मक असर गरिन सक्ने अवस्था छ। त्यसकारणले हामी धेरै सचेत हुनुपर्ने अवस्था छ अहिलेको यो सिचुएसनमा। विशेष गरी बालबालिकाहरू र त्यसपछि गएर वृद्धहरू, क्रोनिक डिजिज, दीर्घ रोग भएका व्यक्तिहरूमा चाहिँ यो पोल्युटेड इन्भाइरोमेन्टले गर्दाखेरि शरीरमा नकारात्मक असर गर्ने सम्भावना एकदमै धेरै छ। र हामीले अहिले ओपिडीमा पनि धेरै जस्तो बिरामीहरू यो अहिले एयर पल्युसनले गर्दाखेरि समस्या भएर आइराख्नु भएको देखेका छौँ। त्यसकारणले सबैले एकदमै धेरै सावधानीहरू अपनाउनु हुन अनुरोध गर्दछु। अहिलेको यो पोल्युटेड इन्भाइरोमेन्टमा हामीलाई हुन सक्ने समस्याहरू भनेको आँखा सम्बन्धी समस्याहरू हुनसक्छ र हामीले देखिरहेछौँ आँखा हामीलाई पोल्ने अथवा चिलाउने, आँखा धेरै इरिटेट गर्ने समस्या भएर मानिसहरू आइराख्नु भएको छ। त्यस्तै थ्रोट इरिटेसन भएर घाँटीमा चाहिँ समस्याहरू भएर आइराख्नु भएको छ। त्यस्तै चेस्ट इन्फेक्सन्सहरू भएर एलर्जिक रियाक्सनहरू, छातीमा सास फेर्न गाह्रो भएर, त्यस्तै दम भएका दीर्घ रोगीहरूको चाहिँ दम बल्झेर अथवा सिओपिडी पोल्युसनको कारणले अथवा धुम्रपानको कारणले भएका दीर्घ रोगी, दमका रोगीहरूलाई चाहिँ त्यो दम बल्झेर आइराख्नु भएको छ। सिम्पल दम बल्झेर पनि आउनु भएको छ। त्यसपछि गएर त्यही दम बल्झेर निमोनिया भएर आइराख्नु भएको छ बिरामीहरू, सास फेर्न अप्ठ्यारो भएर अक्सिजनको लेभल धेरै कम भएर आइराख्नु भएको छ। त्यस्तै गरिकन यो अहिलेको पोल्युसनले गर्दाखेरि मुटुको समस्याहरू, हृदयघात, हार्ट एट्याक पनि बढाउन सक्ने सम्भावना हुन्छ पोल्युसनले गर्दाखेरि। त्यस्तै स्ट्रोक, प्यारालाइसिस पनि हुने सम्भावना धेरै हुन्छ यो पोल्युसनले गर्दाखेरि। र त्यस्तै अब महिलाहरू हुन्छ, गर्भवती महिलाहरू हुनुहुन्छ भने चाहिँ प्रिटर्म बर्थ हुने, त्यो व्यथा चाहिँ समय नपुगिकन व्यथा लगाएर बच्चा जन्मिन सक्ने सम्भावना छ। स्टिल बर्थ, बच्चाहरू चाहिँ डेथ हुने, प्रेग्नेन्सीमै हुने सम्भावना हुन्छ पोल्युसनको कारणले गर्दाखेरि। त्यसो भएर अहिले चाहिँ सबैजना, बच्चाहरू, वृद्ध, युवा युवती सबैजना हामी सचेत हुनुपर्ने अवस्था छ, आवश्यकता छ। अब यसबाट बच्न के गर्ने त भन्दाखेरि हामीले सकेसम्म बाहिर जाने, यदि इमर्जेन्सी अवस्थाहरू छैन र हामी बाहिर निस्किनुपर्ने अवस्था छैन भने सकेसम्म इन्डोर, घरमै बसौँ, धेरै बाहिर नजाउँ। बाहिर निस्किनै पर्ने अवस्था छ भने चाहिँ हामीले मास्कको प्रयोग गरौँ, हैन, जहाँ जाँदाखेरि पनि मास्कको युज गरौँ। त्यसपछि गएर आँखाहरूमा चाहिँ आँखालाई प्रोटेक्सन गर्नलाई चाहिँ चस्माहरू, सनग्लासहरू लाउँ। त्यसले चाहिँ गर्दाखेरि आँखालाई अलिकति प्रोटेक्सन गर्न सक्छ। दीर्घ रोगीहरू हामी छौँ, जस्तै सुगर, थाइरोइडको रोगीहरू, प्रेसरको रोगीहरू, मुटुको रोगीहरू हुनुहुन्छ भने चाहिँ हजुरहरूले सबैले एक्सर्साइज गर्नु जरुरी नै छ। त्यसकारणले तर अब यो अवस्थामा चाहिँ बाहिर गएर, ग्राउन्डमा गएर अथवा चौरहरूमा गएर एक्सर्साइज नगरौँ। घरभित्रै सकिने एक्सर्साइज, योगा के गर्न सकिन्छ घरभित्रै गरौँ। घरको झ्यालढोकाहरू पनि अनावश्यक रूपमा खुला नराखौँ, सकेसम्म बन्द गरेरै राखौँ। सकेसम्म चाहिँ हामीले बच्चाहरू र वृद्धहरूलाई चाहिँ जोगाउनु पर्ने अवस्था छ अहिलेको वातावरणको कारणले गर्दाखेरि। अब यो वातावरण हामीले न्युजमा सुन्दै आएकै छौँ, संसारकै सबैभन्दा बढी प्रदूषित सिटीमा काठमाडौँ परिरहेछ। अब यो वातावरणको चाहिँ कन्डिसन, अवस्था अब कहिले सुध्रिन्छ यो कसैलाई थाहा छैन। अब यो किन कारणले भइरहेको छ एक्ज्याक्ट कारण पनि थाहा छैन। त्यस कारणले सकेसम्म आफूलाई चाहिँ प्रोटेक्ट गरौँ, अनावश्यक रूपमा बाहिर नजाउँ। अनि त्यसपछि गएर नियमित आफ्नो चिकित्सकहरूसँग सम्पर्कमा बसिराखौँ। यदि केही समस्याहरू आफ्नो शरीरमा भएको जस्तो लाग्छ भने चाहिँ सक्दो छिटो आफ्नो फिजिसियन डाक्टर अथवा आफूले देखाइरहेको सधैँ फलो गरिरहेको डाक्टरसँग चाहिँ परामर्श लिउँ र सबैजना आफूलाई टेक केयर गरौँ,
आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। धन्यवाद।